नमस्ते कोन्निचिवा। आज चाहिँ हामी लेसन 31 को चाहिँ रेन्सु ए को पार्टमा आएको छौँ है त। यो पनि यो ग्रामर हो है त। अब सुरु गरौँ ग्रामरमा चाहिँ यहाँ चाहिँ मास खे छ अनि यता चाहिँ के छ त इको खे छ है। तपाईलाई बुकले चाहिँ मास खेदेखि चाहिँ इको खेमा चाहिँ यहाँ चेन्ज गर्न सिकाएको छ है त। यानि कि चेन्ज गरेको छ भनौँ न है त। यसलाई डिक्सनरी फर्मदेखि पनि चेन्ज गर्न सकिन्छ है त। जिसियो खेदेखि इको खे पनि चेन्ज गर्न सकिन्छ। मेरो अघिल्लो भिडियोमा लेसन 31 को हजुरले ग्रामरमा गएर हेर्न सक्नुहुन्छ है त। मैले दुई खालको तरिकाले चेन्ज गर्न सिकाइदिएको छु हैन। जिसियो खेदेखि इको खेमा अनि मास खेदेखि चाहिँ इको खेमा चेन्ज गर्न सिकाइदिएको छु। हजुरले हेर्न सक्नुहुन्छ अनि कुन चाहिँ फर्म इजी हुन्छ हजुरले त्यही फर्म प्रयोग गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ मास खेदेखि इको खेमा छ है त। अब मैले अघिल्लो भिडियोमा मैले के भन्थे भन्दाखेरि यो मास खेको केसमा है यो मास फर्मको केसमा चाहिँ हैन इको खेमा लाँदाखेरि चाहिँ केमा भन्दा इको साउन्ड हुन्छ क्या। मासमा चाहिँ इको साउन्ड, मास भन्दा अगाडि है यो मास भन्दा अगाडि चाहिँ के को साउन्ड हुन्छ त इको साउन्ड हुन्छ है त। अब इको साउन्डलाई चाहिँ केमा लानु पर्यो त। अब हामीले चाहिँ इको साउन्डलाई हामीले ओ को साउन्डमा लाने। ओ को साउन्डमा लगेर अनि प्लस के लाउनु पर्यो त उ लाउने क्या। अनि प्लस के लाउने उ लाउने है। फर्मुला यही हो, सर्टकट फर्मुला है त। अब यहाँ हेर्नु होला खाइमास छ है त। खाइमासको चाहिँ यहाँ हेर्नुहोस् त मासको अगाडि ई को साउन्ड हुन्छ हैन। यहाँ मासको अगाडि ई छ हेर्नुहोस् त ई हो। यो ई भन्दाखेरि के आउँछ त ई आउँछ। अब ई लाई चाहिँ केमा हामीले चेन्ज गर्नुपर्छ त ओ मा है। अब यो ई लाई चाहिँ ओ को साउन्डमा लानु त लाने, तर जस्तो भयो त्यस्तै लाइनमा लाने होइन है। यो ई को साउन्ड चाहिँ कुन चाहिँ हिरागाना लाइनदेखि सुरु भएको छ त्यसको आफ्नो ओ को साउन्डमा लाने। यानी कि यो ई भनेको आ को लाइन हो हैन। आ को लाइनको ओ को साउन्ड कुन हुन्छ त ओ हुन्छ हैन। आ इ उ ए ओ गर्दाखेरि ओ हुन्छ। त्यही भएर यो ई चाहिँ केमा गयो त ओ मा गयो अनि पछाडि के लाइन्छ त उ। अब के भयो त खा ओ भयो है त। यसरी हैन। अब तपाईलाई म डिक्सनरी फर्मदेखि नै एक झलक बुझाइदिन्छु है त। डिक्सनरी फर्मको केसमा चाहिँ के हुन्छ भन्दाखेरि हैन जिसियोको मा चाहिँ के हुन्छ भन्दाखेरि जिसियोमा चाहिँ उ को साउन्ड हुन्छ है त। यो उ को साउन्डलाई चाहिँ केमा लानु पर्यो त ओ मा लाने अनि प्लस के गर्ने उ लगाउने है त। अब यो खाइमास है, यो खाइमासको चाहिँ के हुन्छ त खा उ हुन्छ हो। के हुन्छ त खा उ हुन्छ। अब ओ मा लाने है। अब यो पनि त्यही हो। यो उ को साउन्ड चाहिँ कुन चाहिँ हिरागाना लाइनदेखि सुरु भएको छ त्यसैको आफ्नो ओ को साउन्डमा लाने। यो उ भनेको आ को लाइनको हैन। अब आ को लाइनको ओ को साउन्ड कुन हुन्छ त यही ओ हुन्छ हैन त। अब यो चाहिँ अब के भयो त अगाडि का त सेम त्यही भइहाल्यो। यो उ चाहिँ केमा गयो त अब यो ओ मा गयो अनि के लाइन्छ उ खा उ। जसरी गरे पनि हुन्छ। मास खेदेखि लाँदा पनि भयो, जिसियो खेदेखि लाँदा पनि हुन्छ इको खे। जसरी गरे पनि पुग्ने चाहिँ अन्तिममा चाहिँ कहाँ हो त यिनै पुगिन्छ है त। पछाडि नै यो खाओमै पुगिन्छ है त। अब खाइमासको के भयो त अब खा ओ भयो यसरी। त्यसै गरी अर्कोमा जाउँ आरुकी मास हैन। अब यो के भन्दाखेरि चाहिँ हैन के भने कसलाई हैन त काको लाइनको हैन। अब काको लाइनको ओ को साउन्ड कुन हुन्छ त अब को हुन्छ हैन। को काकी कु के को गर्दाखेरि को भन्दाखेरि के आउँछ त ओ आउँछ हैन त। त्यही भएर कि चाहिँ केमा गयो त को मा गयो अनि के लाइन्छ उ आरु को भयो। अब आरुकी मास चाहिँ के भयो त अब आरु को भयो है त। त्यसै गरी इसोगी मासको अगाडि गी छ। यो गी भनेको कसको लाइन त गाको लाइनको ओ को साउन्ड कुन हुन्छ त गो हुन्छ गो अनि के लाइन्छ उ लाइन्छ अनि इसो गो हुन्छ यसरी। त्यसै गरी नाओसी मास यहाँ अगाडि मासको अगाडि सी छ। सी भन्दा के आयो त ई आयो। अब यसको हामीलाई ओ को साउन्डमा लाने है त। अब यो सी भनेको कसको लाइन त साको लाइनको ओ को साउन्ड कुन हुन्छ त सो हुन्छ हैन। अनि के लाइन्छ उ ना ओ सो उ भयो। त्यसै गरी माछी मास हैन। माछी मासको अगाडि के छ त
ची छ है त। अब ची अब अब यो ची भनेको चाहिँ ची भन्दाखेरि पछाडि ची भन्दाखेरि ईको साउन्ड आउँछ होइन त। अब ची भनेको कसले ताको लाइनको होइन, ताको लाइनको ओको साउन्ड कुन हुन्छ त, अब यो तो हुन्छ। चीलाई हटाउने अनि तो लेख्ने अनि पछाडि ऊ थप्ने अनि के भयो त मातो ऊ भयो। त्यसै गरी आसो बिमास, आसो बिमास यो बी भनेको कसको लाइन बाको लाइनको होइन, बी भन्दाखेरि पनि के आउँछ त ई नै आउँछ है त बाको लाइनको। अब बाको लाइनको ओको साउन्ड कुन हुन्छ त बो हुन्छ है त। अनि पछाडि के लाउने ऊ लाउने, अब के भयो त आसो बो भयो। त्यसै गरी यासो मिमास, मासको अगाडि मी छ, मी भन्दाखेरि ईको साउन्ड आउँछ। अब यो मी भनेको कसको लाइनको माको लाइनको, माको लाइनको ओको साउन्ड कुन हुन्छ त मो हुन्छ, मो भन्नुहोस् त ओ झुन्डिन्छ अनि पछाडि के लाउने ऊ लाउने अनि यासुमो भयो। त्यसै गरी नोरिमास, मासको अगाडि के छ त यहाँ री छ, री भनेको री भन्नुहोस् त, री भन्दाखेरि ई आउँछ होइन। यो री भनेको कसको लाइनको त राको लाइनको। अब राको लाइनको ओको साउन्ड कुन हुन्छ त रो हुन्छ होइन। अब रीलाई हटाउने अनि रो लेख्ने अनि पछाडि के लाउने ऊ लाउने अनि के भयो त नो रो ऊ भयो। यसरी नै हामीले चाहिँ भगवान चाहिँ है, भगवान चाहिँ यदि मास छ भने मासमा जहिले पनि ईको साउन्ड हुन्छ, मासको अगाडि जहिले पनि ईको साउन्ड हुन्छ, ईको साउन्डलाई केमा लाने ओमा लगेर अनि के लाउने ऊ लाउने है त। फेरि पनि भन्छु म है, ईको साउन्डलाई ओमा त लाने तर आफ्नै हिरागाना लाइनको ओको साउन्डमा लगेर अनि पछाडि ऊ थप्ने अनि इको खे चेन हुन्छ मास फर्ममा। डिक्सनरी फर्ममा चाहिँ के को साउन्ड हुन्छ त ऊको साउन्ड हुन्छ, ऊको साउन्डलाई केमा लाने ओमा लाने अनि फेरि पछाडि के थप्ने ऊ थप्ने है त। यसको पनि त्यही हो होइन, ऊको साउन्ड भने चाहिँ आफ्नै हिरागाना लाइनको केमा लाने ओमा लाने अनि त्यसै गरी ऊ थपेपछि इको खेमा चेन्ज गर्न सकिन्छ। यो मास फर्मदेखि जिसे खेदेखि जुनै फर्मदेखि हामीले चेन्ज गर्न सकिन्छ। अब यसको मिनिङमा जाउँ है त। खाइमास भनेको किन्छु भयो, अरू हुँदा चाहिँ किन्नुहुन्छ भन्ने मिनिङ लाग्छ। अब यो खाओ भनेको के भयो त अब किनौ भन्ने मिनिङ लाग्छ। त्यसै गरी आरुकिमास भनेको चाहिँ हिँड्छु, अरू हुँदा चाहिँ हिँड्नुहुन्छ भन्ने मिनिङ लाग्छ। अनि आरुको भनेको चाहिँ हिँडौँ भन्ने मिनिङ लाग्छ। त्यसै गरी इसोगिमास भनेको चाहिँ के हो त बिजी अथवा हरि होइन, बिजी हुन्छु हरि हुन्छु, अरू हुँदा चाहिँ बिजी हुनुहुन्छ हतार गर्नुहुन्छ भन्ने मिनिङ लाग्छ। इसोगो भनेको चाहिँ बिजी अथवा हतार गरौँ भन्ने मिनिङ लाग्छ। नाओसिमास, नाओसिमास भनेको चाहिँ सच्याउनु होइन, यसलाई चाहिँ रिपेयर पनि गर्नुहुन्छ है, सच्याउँछु अथवा रिपेयर गर्छु, अरू हुँदा चाहिँ सच्याउनु हुन्छ रिपेयर गर्नुहुन्छ होइन। नाओसो भनेको सच्याउँ रिपेयर गरौँ भन्ने मिनिङ लाग्छ होइन, अब करेक्सन गरौँ केही कुरो बिग्रेको छ भने करेक्सन गरौँ भन्ने मिनिङ लाग्छ। त्यसै गरी माचिमास, माचिमास भनेको पर्खन्छु पर्खनुहुन्छ भन्ने मिनिङ बुझाउँछ। मातो भनेको चाहिँ पर्खौँ भन्ने मिनिङ बुझाउँछ। आसुबिमास, आसुबिमास भनेको घुम्छु अथवा खेल्छु, अरू हुँदा चाहिँ घुम्नुहुन्छ खेल्नुहुन्छ होइन। अनि आसोबो भनेको चाहिँ घुमौँ खेलौँ भन्ने मिनिङ लाग्छ। त्यसै गरी यासुमिमास होइन आराम गर्छु रेस्ट गर्छु होइन, अथवा छुट्टी लिन्छु होइन, अरू हुँदा चाहिँ आराम गर्नुहुन्छ रेस्ट गर्नुहुन्छ छुट्टी लिनुहुन्छ होइन, अथवा बिदा लिनुहुन्छ भन्ने मिनिङ बुझाउँछ। यासुमौ भनेको चाहिँ आराम गरौँ होइन, अब रेस्ट गरौँ बिदा लिउँ छुट्टी लिउँ भन्ने मिनिङ बुझाउँछ। त्यसै गरी नोरिमास, नोरिमास भनेको चढ्छु होइन, जस्तै बस चढ्छु ट्रेन चढ्छु होइन, साइकलमा चढ्छु यस्तो खालको चढ्छु हो होइन। अरू हुँदा चाहिँ चढ्नुहुन्छ भन्ने मिनिङ बुझाउँछ। नरो भनेको चाहिँ चढौँ भन्ने मिनिङ बुझाउँछ। यसरी हामीले भगवानको चाहिँ चेन्ज गर्न सकिन्छ। अब भक्तुमा छ, भक्तुमा चाहिँ अब केही गर्नु पर्दैन है त, भक्तुमा केही गर्नु पर्दैन। मास फर्ममा चाहिँ मास छ भने मासलाई काटेर के लाउनु पर्यो त यो ऊ लाउनु पर्यो त्यति नै होइन। डिक्सनरी फर्म छ भने चाहिँ डिक्सनरी फर्मको चाहिँ रुलाई काटेर अनि के लाउने त यो ऊ लाउने, यो चाहिँ भक्तुको रुल्स हो है, यो चाहिँ भगवानको रुल्स हो। अनि सजिलो छ, जस्तै अब खाइमास होइन, यो खाइमास भनेको भक्तु हो होइन, यसको चाहिँ के हो त डिक्सनरी फर्म चाहिँ खाएरु हुन्छ होइन। खाएरु भनेको चाहिँ आफ्नो घर देश कोठा फर्कनु होइन, खाइमास भनेको घर देश कोठा फर्कन्छु होइन त, अरू हुँदा चाहिँ फर्कनु हुन्छ भन्ने मिनिङ लाग्छ। अनि अब यो भक्तु भइसकेपछि चाहिँ अनि के गर्नु पर्यो त मासलाई काट्ने, मासलाई काटेर अनि के लाउने त यो लाउने। अब के भयो त
खाए यो भयो, खायो भनेको चाहिँ फर्काउँ भन्ने मिनिङ बुझाउँछ। त्यसै गरी ओबेमास होइन, ओबेमास भनेको यो नि भर्ब टु नै हो होइन। यसको डिक्सनरी के हुन्छ त, यसको डिक्सनरी फर्म चाहिँ ओबोएरु हुन्छ होइन, ओबोएरु। अब यो डिक्सनरी फर्म छ है, डिक्सनरी फर्म भइसकेपछि चाहिँ रुला काटे के लाउने, यो लाउने, अनि ओबोए यो हुन्छ। मासको केसमा चाहिँ यही मासलाई काट्ने, मासलाई काटे के लाउने, यो लाउने, ओबोए यो हुन्छ होइन। ओबोए मास भनेको चाहिँ के हो त, मेमोराइज गर्छु, अरू हुन्छ गर्नुहुन्छ भन्ने मिनिङ बुझाउँछ। ओबोए यो भनेको चाहिँ मेमोराइज गरौँ भन्ने मिनिङ बुझाउँछ। त्यसै गरी मिमास, मिमास भनेको यो चाहिँ मेरुदेखि बनेको होइन, यो पनि भर्ब टु नै हो होइन। यो चाहिँ डिक्सनरी फर्म भयो, यो चाहिँ मास फर्म भयो होइन त। अनि डिक्सनरी फर्मको केसमा चाहिँ रुला काटे के लाउने, यो लाउने, अनि के भयो त, मियो भयो। मासमा चाहिँ के गर्ने त, पुरै मासलाई काटिदिने, मासलाई काटेर के लाउने, यो लाउने, मियो भयो। मिमास भनेको हेर्छु, हेर्नुहुन्छ भन्ने मिनिङ बुझाउँछ। मियो भनेको चाहिँ हेरौँ भन्ने मिनिङ बुझाउँछ। त्यसै गरी सबै भर्ब टुहरू हामीले यसरी चिन्ह गर्न सकिन्छ है। यो चाहिँ भर्ब टु हो भनेर हामीले चिन्न चाहिँ सक्नुपर्छ। त्यसै गरी भर्ब थ्रीमा जाउँ। भर्ब थ्रीमा त मात्र दुईवटा मात्रै क्रिया छ र किमास र सिमास होइन। यसको डिक्सनरी फर्म चाहिँ के हो त, कुरु अनि सुरु हो होइन। कुरु अनि सुरु, कुरु भनेको आउनु, सुरु भनेको गर्नु होइन। किमास भनेको चाहिँ आउँछु, अरू हुँदा आउनुहुन्छ, सिमास भनेको गर्छु, अरू हुँदा चाहिँ गर्नुहुन्छ होइन त। अब यो सुरु चाहिँ स्पोर्ट्ससँग जोड्यो भने चाहिँ खेल्नु भन्ने मिनिङ बुझाउँछ। जस्तै होइन टेनिस होइन, टेनिस सुरु भन्नु भने टेनिस खेल्नु, अथवा टेनिस सिमास भन्नु भने टेनिस खेल्छु। यसरी स्पोर्ट्ससँग जोड्यो भने चाहिँ यो सुरु केमा जान्छ त, खेल्नुमा जान्छ, सिमास चाहिँ खेल्छुमा जान्छ होइन त। अब यो कुरो डिक्सनरी फर्म हो, किमास मास फर्म हो। डिक्सनरी फर्म भए पनि मास फर्म भए पनि जाने चाहिँ केमा जान्छ त, कोयोमा जान्छ है त। किमास भनेको आउँछु, आउनुहुन्छ, अरू हुँदा चाहिँ कोयो भनेको चाहिँ आऊ भन्ने मिनिङ बुझाउँछ, सिमास होइन। अब यो सुरु डिक्सनरी फर्म हो, सिमास चाहिँ मास फर्म हो। डिक्सनरी फर्म भए पनि मास फर्म भयो भने जाने केमा हो त, सियोमा जाने हो। दुईवटा मात्रै क्रिया छ, सम्झिन सकिन्छ है त। अनि सिमास भनेको गर्छु होइन त, अरू हुँदा चाहिँ गर्नुहुन्छ। सियो भनेको गरौँ भन्ने मिनिङ बुझाउँछ। स्पोर्ट्ससँग जोड्यो भने चाहिँ सिमास भनेको खेल्छु, खेल्नुहुन्छ, अरू हुँदा चाहिँ सियो भनेको खेलौँ भन्ने मिनिङ बुझाउँछ। जस्तै साक्का सियो भनौँ भने, साक्का सियो भयो भने चाहिँ फुटबल खेलौँ भन्ने मिनिङ बुझाउँछ यसरी है त। अनि त्यसै गरी अर्को छ क्युके सिमास होइन। यो चाहिँ क्युके सुरु है। यसको डिक्सनरी फर्म के हो त, क्युके सुरु। क्युके भनेको चाहिँ ब्रेक टाइम होइन। तपाईँ काम गर्दाखेरि तपाईँलाई 1 घन्टा 5 मिनट आधी घन्टा जुन ब्रेक टाइम दिन्छ नि हो त्यसलाई क्युके भन्छ। अथवा तपाईँ स्टडी गर्दाखेरि स्कुलतिर पनि हाम्रो 15 मिनट 20 मिनट आधी घन्टा खाना खाने टाइम टोइलेट जाने समय दिन्छ नि हो, त्यो समयलाई के भन्छ त, क्युके भन्छ होइन। क्युके सुरु भनेको चाहिँ ब्रेक टाइम गर्नु, क्युके सिमास भनेको ब्रेक टाइम गर्छु भन्ने मिनिङ बुझाउँछ। अब यो सिमास भएकोले गर्दाखेरि केमा गयो त, सियोमा गयो होइन त, क्युके सियो। यसरी क्युके सियो भनेको के हो त, ब्रेक गरौँ होइन। यसरी चाहिँ हामीले चाहिँ भर्ब 1 भर्ब 2 भर्ब 3 चाहिँ मजाले हामीले चाहिँ इको खेमा लान सकिन्छ है त। अब अर्कोमा जाउँ, निबन्धमा। अब यहाँ तल छ है, ग्रामर छ निबन्धमा। अब निबन्धमा के छ भन्दाखेरि चाहिँ खाइमोनो नि इको भन्छ है त। खाइमोनो नि इको भने के हो त, सपिङमा जाउँ भन्ने मिनिङ बुझाउँछ है त। सपिङमा चाहिँ के हो त, सपिङमा चाहिँ जाउँ भन्ने मिनिङ बुझाउँछ। त्यसै गरी कोवेन ओ सान्पो सियौँ है। कोवेन ओ सान्पो सियौँ भनेको चाहिँ पार्कमा मर्निङ वक अथवा इभिनिङ वक गरौँ भन्ने मिनिङ बुझाउँछ है त। मर्निङ वक अथवा इभिनिङ वक चाहिँ के त, गरौँ भन्ने मिनिङ बुझाउँछ यसरी। अब सानबानमा जाउँ। सानबानमा के छ भन्दाखेरि चाहिँ गाइकोकु भनेको चाहिँ फरेन विदेश है त। गाइकोकु दे हाताराको तो ओमोत्तेइमास है त। अब यो हाताराको भनेको चाहिँ हाताराकुदेखि बनेको
अथवा हातारा किमासदेखि चाहिँ हातारा कौ बनेको है त। अब गाईको दे हातारा कौ त उमतेमास भने के हो त, विदेशमा काम गरौँ भनी सोच्दैछु, विदेशमा काम गरौँ भनी सोचिरहेछु, विदेशमा काम गरौँ भने विचार गर्दैछु, यसरी हामीले बुझ्न सकिन्छ। त्यसै अर्कोमा जाउँ, ये हालेर भनिदिन्छु है त। गाईको दे सिगोतो हो मिचिकेयौ त ओमतिमास भने के हो त, विदेशमा काम खोजौँ भनी सोचिरहेछु, विदेशमा काम खोजौँ भनी विचार गर्दैछु, विचार गरिरहेछु भने बुझ्दा हुन्छ। अब अर्कोमा जाउँ, गाईको दे बेन्क्योसियो त ओमतेमास भनेको चाहिँ विदेशमा स्टडी गरौँ भनी सोचिरहेछु, विदेशमा स्टडी गरौँ भनी विचार गर्दैछु अथवा विचार गरिरहेछु, जसरी बुझे पनि हुन्छ है त। त्यसै गरी यौनबानमा जाउँ। अब यौनबानमा के छ भन्दाखेरि चाहिँ यौनबानमा रेपोतो वा मादा मातोमेते इमासेन भनेको छ है त। रेपोतो वा मादा मातोमेते इमासेन भनेको चाहिँ रिपोर्ट चाहिँ, मादा भनेको चाहिँ अझै है, रिपोर्ट चाहिँ अझै कलेक्सन गरेको छैन, रिपोर्ट चाहिँ अझै ग्यादर गरेको छैन भन्ने मिनिङ बुझाउँछ है त। रिपोर्ट वा मादा दासिते इमासेन भनेको चाहिँ रिपोर्ट चाहिँ अझै बुझाएको छैन, रिपोर्ट चाहिँ अझै पेश गरेको छैन। अब कहाँ पेश गर्नुपर्ने त्यो ठाउँमा चाहिँ पेश गरेको छैन, बुझाएको छैन भन्ने मिनिङ बुझाउँछ। अब यता जाउँ, गोबानमा जाउँ है त। अब गोबानमा के छ भन्दाखेरि वातासी वा जुत्तो, जुत्तो भनेको चाहिँ लगातार कन्टिन्युस है त। वातासी वा जुत्तो निहोन्नी सुमु चुमोरी देश भने के हो त, म चाहिँ कन्टिन्यू लगातार जापानमा बस्ने सोचमा छु भन्ने मिनिङ बुझाउँछ। अर्कोमा जाउँ, वातासी वा स्योराई दाइगाकुदे केन्क्यो, केन्क्यो भनेको चाहिँ यो चाहिँ तपाईँको चाहिँ स्टडी रिसर्च गर्ने क्या हैन, स्टडी रिसर्च गर्नु भन्ने मिनिङ बुझाउँछ है त। वातासी वा स्योराई दाइगाकुदे केन्क्यो सुरु चुमोरी देश भने के हो त, म चाहिँ भविष्यमा फ्युचरमा है युनिभर्सिटीमा चाहिँ स्टडी रिसर्च गर्ने सोचमा छु भन्ने मिनिङ बुझाउँछ। त्यसै गरी वातासी वा कुनिए खाएर नाइ चुमोरी देश भनेको चाहिँ म चाहिँ देशतिर नफर्किने सोचमा छु भन्ने मिनिङ बुझाउँछ। वातासी वा राइनेन सिकेन ओ उकेनाइ चुमोरी देश भने के हो त, म चाहिँ आउने साल एक्जाम नदिने सोचमा छु भन्ने मिनिङ बुझाउँछ है त। अब रोकुबानमा जाउँ। अब रोकुबानमा के छ भन्दाखेरि चाहिँ बुच्यो वा सितेन ए इकु योते देश हैन। बुच्यो भनेको के हो त, डिपार्टमेन्ट हेड है त। डिपार्टमेन्ट हेड चाहिँ, सितेन भनेको चाहिँ ब्रान्च अफिस है त। डिपार्टमेन्ट हेड चाहिँ ब्रान्च अफिसतिर जाने योजना गर्दै हुनुहुन्छ भन्ने मिनिङ बुझाउँछ है त। बुच्यो वा सितेन ए इकु योते देश भने के हो त, बुच्यो चाहिँ अथवा डिपार्टमेन्ट हेड चाहिँ ब्रान्च अफिसतिर जाने प्लान गर्दै हुनुहुन्छ भन्ने मिनिङ बुझाउँछ है त्यसरी। अब अर्कोमा जाउँ, हिकौकी वा जुइचिजिनी चुकु, चुकु भनेको अराइभ है त। हिकौकी वा जुइचिजिनी चुकु योते देश भनेको प्लेन चाहिँ 11 बजे आइपुग्ने योजना छ, प्लेन चाहिँ 11 बजे आइपुग्ने प्लान छ, प्लेन जुन टाइम छ नि हो त्यो टाइम चाहिँ ठ्याक्क 11 बजे नै आइपुग्ने उसको प्लान छ, प्लेनको सेड्युल छ, आउने सेड्युल प्लान छ भन्ने मिनिङ बुझाउँछ। अर्कोमा छ राइस्यु वा सिच्यु नो। अब यो सिच्यु भनेको चाहिँ नाउनको लिस्टमा पर्यो, त्यही भएर के लाग्यो, नो लाग्यो है त। राइस्यु वा सिच्यु नो योते देश भने के हो त, आउने हप्ता चाहिँ बिजनेस ट्रिपको प्लान छ, बिजनेस ट्रिपको चाहिँ योजना छ भन्ने मिनिङ बुझाउँछ। अब अन्तिममा जाउँ। अन्तिममा के छ भन्दाखेरि गोगो वा खाइगी नो। अब खाइगी भनेको नाउनको लिस्टमा पर्यो, त्यही के लाग्यो, नो लाग्यो है त। गोगो वा खाइगी नो योते देश भनेको के हो त, दिउँसो चाहिँ मिटिङको प्लान छ, दिउँसो चाहिँ मिटिङको योजना छ भनेर यसरी हामीले चाहिँ मजाले रेन्सु ए को पाठ पनि बुझ्न सकिन्छ भन्दै यो भिडियो वारिमास गर्न चाहन्छु। आजको भिडियो कस्तो लाग्यो, मन पर्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भुल्नु होला। आरिगातो।